साथीहरु वेलकम टु माई मिनी ब्लग। सधैँ चाहिँ उठेर नुहाइधुवाइ गरेर पूजाका भाँडा माझेर तल बारीमा फुल छ कि छैन भनेर पहिले हेर्दैछु। प्राय मेरो घरमा कहिल्यै फुल हुन्न के, अघि अरूले टिपेर लगिसक्ने। अनि पूजाको ढाकी बोकेर ल म चाहिँ फुल टिप्न कति के छ रहेको रलपल भनेर लिन हिँडेँ। तल ओर्लेपछि 2-3 वटा फुल चाहिँ रहेको रहेछ, त्यही भए पनि टिप्नु पर्यो भनेर टिप्न थालेँ। अनि मेरो घरमा चाहिँ यो कोरेटिन एकदम धेरै छ, अनि यसैले भए पनि अलिक धेरै टिप्नु पर्यो, पूजा गर्न पुगिहाल्छ भनेर यो टिपेर ठाकीमा बनाएर म चाहिँ लिएर माथि आएँ। छोरालाई सुताइरहेको थिएँ। छोरा त अघि उठेर बाबासँग खेल्दै रहेछ। ल अब हतार हतार पोचो लगाउँछ भने पोचो लगाएँ। अब एकसँग उसँग नबोले त मान्दैन, एकछिन उसलाई खेलाएँ। त्यसपछि सबैभन्दा पहिला त पूजा गर्न म बस्दा उसैलाई राख्नुपर्छ, हेर्नु न अघि मभन्दा छिटो। त्यति गरेर मैले पूजा पनि गरेँ। पूजा गरिसकेर उसको लागि लिटो पनि बसाएँ, त दाल पनि बाँच्यो। त्यसपछि डौटे पकाएँ। अनि लास्टमा आयो हाम्रो नाग पूजा गर्ने। अनि बाबाले चाहिँ माथि डेडी घरबाट नागलाई यो पूजा गरेर लिएर आउनुभएछ र यहाँ टाँस्न थाल्यौँ भने टाँस्दै हुनुहुन्छ। अब यति पूजा गरिसकेर माथि आएँ। माथि आउँदाखेरि छोरी ब्रस गर्दै रहेछन्, उनलाई हतार भएर छोरीलाई बोकिसकेर माम खाएँ।